नमस्कार, म सञ्जय सिग्देल, चन्दनगिरी नगरपालिका वडा नम्बर 6 को वडा अध्यक्ष। आदरणीय समाजसेवी हरिमहलज्यूबाट बारा क्षेत्रमा 100 करोड दीप प्रज्वलन कार्यक्रम हुँदैछ, जुन ऐतिहासिक कार्यक्रम यो नेपाल राष्ट्रको शान्तिका लागि र नेपाली नागरिकहरूको समृद्धि र शान्तिका लागि उहाँहरूले त्यो कार्यक्रम गर्दै हुनुहुन्छ। जुन कार्यक्रममा सहभागी हुन म सम्पूर्ण देशवासीलाई पनि हार्दिक अनुरोध गर्दछु र त्यति मात्र नभइकन सम्पूर्ण देवी देवताहरूको, कुल देवताको र इष्ट देवताहरूको संरक्षणका लागि पनि उहाँले त्यो कार्यक्रम गर्दै हुनुहुन्छ र यो आफैमा ऐतिहासिक पनि छ र त्यो कार्यक्रमका लागि उहाँले प्रत्येक घरबाट बत्ती सङ्कलन गर्ने र मान्छेलाई स्वस्फूर्त सहभागी गराउने र सबैसँग चाहिँ सहयोगको अपेक्षा पनि गर्नुभएको छ र यो कार्यक्रमलाई पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु।